अच्छा सही केटा हजुर हजुर अहिले यहाँ तैँले काम त गर्दैनस् बस तसँग आज कुरा गर्नु छ के कुरा हो र काम त गरिरहेको छु त गरिरहेको छु काम गरेँ भन्नु यसपालि भोट के लागि दिने भोट भोट कुन पार्टीलाई हाल्ने भोट कुन चाहिँ बालाई दिने केपी बालाई दिने कि शेरबहादुर बालाई दिने कि अरू प्रचण्डे बालाई ती बुढाहरूलाई पनि दिन्छन् अझै त्यो बुढाहरूलाई भोट दिएर त यहाँ आएर यसो दुःख गरिरहनु परेको छ चाता घाममा अनुहार डढेर हाँडी जस्तो भइसक्यो ए भनेपछि बाहरूलाई नदिने अझै ती बुढाहरूलाई भोट दिने भोट दिँदा पार्टीलाई दिने होइन व्यक्तिलाई दिने हो आफ्नोलाई होइन काम गर्ने मान्छेलाई दिनुपर्छ जसले त्यसको लागि काम गर्छ त्यसैलाई दिने कहाँ त्यो बुढाहरूलाई भोट गरेर हुन्छ तरकारी पाक्यो भात खानुपर्छ त्यसो भए तरकारी पाक्यो काम अल्छी भयो भने खानु त पर्यो भोट चाहिँ मासु भातमा हाल्ने व्यक्तिलाई दिने हो एकदम राम्रो काम गर्ने तपाईँहरू नै सम्झाउनु न यसलाई अझ भोट केपीलाई दिने रे शेरबहादुरलाई रे प्रचण्डलाई दिने भन्नु सम्झाउनु त भाइ भएर अब दाइलाई सम्झाउनु पर्ने आइसक्यो यहाँ स्थिति होइन कम गाह्रो छ मलाई बुवा हजुरबादेखिको पालादेखि भोट हालेको अहिलेसम्म त्यसैलाई हालिराखन् अब पनि त्यसैलाई हाल्यो भने त हामी त यहाँ बाहिर आएर यसरी अर्का देशमा दुःख गऱ्यौँ भोलि हाम्रो सन्ततिहरूले छोराछोरीले पनि त्यही भोग्नुपर्छ कमसेकम हामीले दुःख गर्न पर्यो भने हाम्रा भोलि छोराछोरीले हामी जसरी अर्काको देशमा अर्काको भनाइ खाएर अर्काको वचन सहेर त दुःख गर्न नपरोस् समझ में आया भाइ ल ल ल ल ल किधर जा रहा है भाई किधर जा रहा है ओके भिडियोलाई एक लाइक एक कमेन्ट एक के भन्ने अब दिन नबिर्सनु होला है त धन्यवाद नमस्कार बाई बाई मनी गएँ